हेलो चाहिँ हामी दाइ र म पशुपति घुम्न जाँदैछौँ। पशुपति मन्दिर छिर्न लागिरहेछौँ हामी दुई भाइ। यो मान्छे के गर्छ कि देखि मन्दिर प्रवेश गर्न लागिरहेको छ। छिर्न मिल्छ होइन हजुर जुत्ता खोल्नुपर्छ। यस्तो छ पशुपतिको आज दिदीले सफा गरिराख्नुपर्छ। छैन आज खासै मान्छे, बिहान र बेलुका त लाइनै हुन्छ नि। अन्त फेरि म र दाइ चाहिँ गइरहेछौँ होइन दाइ गइरहेछौँ। बाँदर पनि त बागमती उता पऱ्यो नि उयो हो त्यही मान्छे जलाएकोसम्म हेर्नु जाऊँ अनि फर्केर हाम्रो मेन मन्दिर चाहिँ अगाडि हो। गाई रहेछ आर्मीको गाडी रहेछ, आर्मीको मान्छे मरेछ। खासै मान्छे छैन छ नभए पहिला त आमामा त्यतिर त कम मान्छे हुन्थ्यो। शुभ हो कि अशुभ हो सेकुवा मेन मन्दिर चाहिँ अरे हो त्यतिर मेन मन्दिर यिनीहरूले पनि गन्दा सुँगेर त्यही त पशुपति एरियामा अहिले मान्छे छैन त नभए पहिला यतातिर कम मान्छे हुन्थ्यो। खाली खाली रहेछ। बागमती हो लास पनि दुईवटा रहेछ। यस्तो छ यता चाहिँ होइन चाहिँ यता मात्रै मान्छे छैन छ। मन्दिरमा कालु मान्छे रहेन चाहिँ यतातिर काठ मान्ने चलाइरहेछ। दाइ आज कति वर्षमै आउनुभयो? धेरै पछि हो गर्नु भयो होला 35 वर्ष भयो। 35 वर्ष यो क्षेत्रमा कस्तो राम्रो लागेको छ? राम्रो छ कि नराम्रो छ? आर्यघाटमा यो के रमाइलो छ भने त्यही त तर पनि ठिकै छ। ल ठिक छ। सुन खोज्ने खोला त्यही होइन त्यतै म पनि धेरै पछि आएँ, लगभग 1 वर्षै भयो यहाँ भित्र छिरेको। मान्छे छैन दाइ र म चाहिँ यता घुमेर फर्किँदैछु। अब पशुपति घुमिसक्यो, अब बौद्धमा जान्छौँ। बौद्धदेखि चाहिँ हामी अन्त्यतिर लाग्छौँ।